देवदैका बारीमा बस्छु। मेरो अनुभव यो छ कि परमेश्वर पिताले आजको दिनसम्म एकदमै भलाचङ्ग राख्नु भएको छ र केही हप्ता अगाडि हो मेरो छोरीको अनुभव छ। मेरो छोरी आरबी गुरुङ, उसलाई चाहिँ एकदमै ज्वरो आइरहेको अनि 4 दिनसम्म दबाई खुलाउँदै प्रार्थना गरिरहेको होइन, तर पनि केही कम मात्रै हुने, दबाई खाँदा ठिक हुने नत्र नहुने जस्तो भइरहेको कि। त्यसपछि अनि मैले चाहिँ बुटोल लान्छु र एकचोटि चेकअप नै गराउँछु भनेर पितासँग प्रार्थना गरेर जाने मौका पाएँ हेर्नु। त्यहाँ गइसकेपछि सबै होलबडी चेक गर्ने मेरो मन भयो। उसको चाहिँ पिसाबदेखि लिएर अनि रगतदेखि लिएर सबै के किडनी कलेजो मुटु सबै होलबडीमा चेक हुने रहेछ है, मलाई त थाहा थिएन। अनि त्यस पछाडि चेक गर्यो। अनि चेक गरिसकेपछि म त कस्तो के मन डराइरहेको थियो पहिला त। अनि पछि त परमेश्वर पिताले मेरो मनमा एकदम प्रार्थनामा जुट्ने मौका पाएको थियो उसलाई रगत निकाल्दै। अनि रिजल्ट आएपछि डाक्टर पनि आउनुभयो। सबै कुरा छ्याक्क के पितालाई हृदयदेखि अब बाबु हाम्रो महानकारी आत्मिक गुरुको नाउँद्वारा हाम्रो घर अगाडिको बाबुलाई लगेर 4 दिनको दिनमा होइन भर्ना गरेर ल्याएको थियो। र बाबु ल्याउँदै अटोबाट झर्न नपाउँदै मैले फेरि मेरो नानी लिएर गएको थिएँ कि। भाइरल ज्वरो सबैको बच्चाहरूलाई ज्वरो आइरहेको रहेछ। त्यो हस्पिटलमा हेर्नु मेरो नानीसँग त्यस्तो बच्चाहरू कति धेरै थियो, बिरामी होइन, सबैजना भर्ना भयो कि। तर मेरो बच्चालाई चाहिँ परमेश्वर पिताले केही हुन दिनु भएन, छ्याक्क पितालाई हृदयदेखि अब बाप हाम्रो महानकारी आत्मिक गुरुको नाउँद्वारा हाम्रो परमेश्वर पिता कति महान हुनुहुन्छ है। र यो यही अनुभव हो मेरो आजको दिनलाई। हामीले आफैलाई चाहिँ परमेश्वर पिताको अधीनमा राख्नु पर्नेछ। उहाँले दिनुभएको हरेक नियमहरू हामीले पालना गर्नुपर्नेछ। अनि हाम्रो यो जिब्रोलाई हिजोको जस्तै ठाउँमा प्रयोग नगरेर सोचेर मात्रै प्रयोग गर्नुपर्नेछ। र यही भन्नुभएको छ कि आफूले चाहिँ आफैलाई परमेश्वरको अधीनमा राख्नु पर्यो। परमेश्वर पिताको सन्तान कोही पनि त्यसरी भाइरल नहुनु होला। अन्यथा कुरा बोलेर कोही पनि भाइरल हुँदैन होइन। ऊ भयो तर नराम्रो तरिकाले भाइरल भयो होइन। परमेश्वर पितालाई हृदयदेखि अब हाम्रो महानकारी आत्मिक गुरुको नाउँद्वारा र हामीले चाहिँ हरेक कुरा सोचेर गर्नुपर्ने हुन्छ। हिजो शुक्रबारको दिन म बजार गएको, मेरो भान्जाको छेउर छ। अनि मैले जुत्ता किने हेर्नु, जुत्ता किन्दै जाँदा त मलाई के दिनुभयो जुत्तावाला पसलले भन्दा जुत्ता सँगसँगै जुत्ताको माथिको तुना पनि दिनुभयो, जुत्ताको भित्रपट्टि हुन्छ नि सोल त्यो पनि दिनुभयो के। आज मैले के भनिरहेको छु भन्दा जुत्ता किने सबैले थाहा छ, जुत्ता सँगसँगै माथिको तुना पनि दिन्छ सोल पनि दिन्छ। तर आज परमेश्वर पितासँग त्यस्तै गरेर हामीले एउटा कुरा माग्नुहोस् न, पिताले त हामीलाई सबै कुरा दिनुहुन्छ के। जसरी मैले जुत्ता पाएँ होइन, पितालाई हृदयदेखि हाम्रो महानकारी आत्मिक गुरुको नाउँद्वारा हिजो मलाई सन्चो थिएन भनेर म पितामा आएको हो। म हिजो सन्चो थिएन भनेर सत्सङ्गमा आएको हो, कसैले भनिएको भरमा होइन, सुनेर म आएको हो। तर म सन्चो मात्रै हुन आएको थिएँ। हेर्नुहोस् त, म त सन्चो मात्रै हुन आएको थिएँ। तर परमेश्वर पिताले त मलाई मात्रै सन्चो नबनाएर, मलाई मात्र आर्थिकमा सम्पन्न नबनाएर मेरो होल परिवार, आफ्नो मान्छे, छर छिमेकी, इष्टमित्र, दाई, छर छिमेकी सबैलाई पो आशिष पो दिनुभयो त। हेर्नुहोस् न, पितालाई हृदयदेखि अब हाम्रो महानकारी आत्मिक गुरुको नाउँद्वारा